साथीहरु नमस्कार। आजको यस भिडियोमा तपाईहरुले चाहिँ सिक्न सक्नुहुन्छ कि शिक्षक लाइसेन्स वा शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्रमा मार्कसिट कसरी भर्ने हो त्यसबारे आज चाहिँ सिक्न सक्नुहुन्छ। यहाँ तपाईहरुले फर्स्ट चोटीमा यहाँ तपाईले के गर्ने, आफ्नो चाहिँ यहाँ नाम लेख्ने। नाम लेख्दाखेरि सबै चाहिँ क्यापिटल लेटरमा हुनुपर्ने। त्यसपछि मिडल नेम भनेको कुमार वा पण्डित होला, त्यो सबै यहाँ मिडल नेम लेख्ने। र लास्ट नेम छ भने यहाँ लास्ट नेममा लेख्ने। त्यसपछि चाहिँ आफ्नो रोल नम्बर दिएको रोल नम्बर यहाँ लेखेको छ, त्यहाँ रोल नम्बर यसमा लेख्ने। रोल नम्बर लेख्दाखेरि यहाँ 3 अब कुन लाइनमा छ 3 यहाँ आएर पर्छ भने त्यहाँ के गर्ने, रङ्गने। त्यसपछि कालो मसिले भर्ने। त्यसपछि अब यहाँ मानौ कि 7 आएर 7 यहाँ पर्यो हैन, त्यहाँ कालो मसिले भर्ने, अर्को कुनै मसी प्रयोग नगर्ने। त्यसपछि यहाँ डेट अफ बर्थ गर्ने। तपाईको जन्म चाहिँ 2045 सालमा भएको छ भने यहाँ 45 लेख्ने। कति महिना र कति गते, त्यहाँ गते लेख्ने। त्यसपछि यहाँ तपाई खुलाको लागि दिनुहुन्छ भने तपाई खुलामा, महिलाको लागि दिनुहुन्छ भने महिलामा त्यहाँ के गर्ने, एउटा कुनै चाहिँ रङ्नु पर्ने। त्यसपछि रोल नम्बरलाई यहाँ अब 3 छ भने यहाँ 3 लेख्ने, 7 छ भने यहाँ 7 लेख्ने, 1 छ भने यहाँ 1 लेख्ने, 3 छ भने यहाँ 3 लेख्ने। जे छ त्यही यो सबै यहाँ भएका कुराहरूलाई त्यही यसमा चाहिँ तपाईहरुले लेख्न सक्नुहुन्छ। त्यसपछि यहाँ चाहिँ तपाई के को लागि चाहिँ यहाँ दिनुहुन्छ, खुला परीक्षाको लागि वा अध्यापन अनुमति पत्रको लागि। अध्यापन अनुमति पत्रको लागि छ भने अध्यापन अनुमति पत्रमा राख्ने, खुलाको लागि छ भने खुलामा राख्ने। त्यसपछि चाहिँ तपाईको प्रश्न पत्र मिल्दाखेरि त्यसमा कुन सेट तपाईको छ, ए छ भने ए रङले, बी छ भने बी रङले। क्वेशन पेपर पाएपछि त्यस क्वेशन पेपरमा चाहिँ ए बी चाहिँ सेट ए बी सी डी चाहिँ लेखिएको हुन्छ। त्यसमध्ये कुन क्वेशन पेपरमा दिएको छ त्यही मात्र यहाँ रङ्नु पर्ने छ। त्यसपछि अब तपाईले चाहिँ क्वेशन्सलाई एक भन्दा बढी यहाँ अब हेर्नुस्, क्वेशन्स नम्बर 1 छ भने क्वेशन्स नम्बर 1 मा अब तपाईले 4वटा अप्सन दिएको छ ए बी सी, गोलो घेरा। त्यस गोलो घेरा मध्ये एउटा चाहिँ तपाईले ठीक छ भने त्यो मान ए क्वेशन ए मा ए बी सी डी छ भने बी ठीक छ भने पुरै यो गोलालाई के गर्ने, कालो मसीले चाहिँ भर्ने, अलिकति पनि खाली नछोड्नु पर्ने, नत्र भने त्यसपछि रिजल्ट आउन सक्दैन। आजको यस भिडियोमा तपाईहरुले साथीहरु त्यसकै सिक्न सक्नुहुन्छ। फेरि तपाईले अर्को भिडियो चाहिँ सिक्न सक्नुहुन्छ। ओके।